एउटा गरिब परिवारदेखि युरोपको लग्जरियस स्टेडियमसम्म आफ्नो नाम गुन्जाउनका लागि सजिलो थिएन, तर उसले गरेर देखायो। हरेक पटक ऊ लड्दछ आफ्नो लेगेसी छोड्नका लागि, हरेक पटक ऊ उठ्दैछ आफ्नो रेकर्ड राख्नका लागि। ऊ दौडिन्छ त केवल आफ्नो टिमको जितको लागि, ऊ दौडिन्छ त केवल आफ्नो टिमको मेहनत र लेगेसीको लागि। उसले हरेक पटक आफ्नो नाम विश्व सामु खोज्नलाई प्रयास गर्दैछ। सावित्रा उफ साम्बा नेपालको एकदमै ट्यालेन्टेड मोस्ट लेडी प्लेयर। मलाई याद छ त्यो दशरथ रङ्गशालामा 19,000 भन्दा बढी दर्शकको बिचमा उसले गरेको त्यो औरा, त्यो गरेको मेहनत। गेम थियो साफ वुमेन च्याम्पियनसिपको इन्डिया भर्सेस नेपाल। इन्डिया 1 नेपाल 0 को अवस्थामा थियो। 19,000 भन्दा बढी दर्शक चुप लागेर नेपालको नाम नलिइकन घरमा फर्किने अवस्थामा पुगेको थियो। साइलेन्स सब सन्नाटा छाइसकेको थियो। तर एउटा नामले गर्दाखेरि त्यो नाम फेरि गुन्जियो र अन्तिम अवस्थामा नेपालले जित्यो। अन्तिममा आएर पृथ्वीराजको एकदमै बवाल एसिस्ट आयो र सावित्रा भण्डारीको उत्कृष्ट फिनिसिङ एकदमै बवाल लाग्यो।